तीन भाइ छोरा एउटा छोरी छोरी पुइलो पो गयो उसको पैसा ठिकै भयो तीन भाइ छोरा दुईटा मर्या बिचबाट पल्टिन मर्या एउटा जेठा छोरा छ छोरसिखेक बिउ मुर्सिखेक जिउ त्यसलाई के भन्ने बाजेर भने गर्छु मर्या भने दुमिरहेको छ सम्झिन्छ एउटा छोराले बाहिर भएकोले किन सम्झिन्छ छोराले सम्झेर बुहारीले सम्झिन्न छोराले सम्झेर बुहारीले सम्झिन्न हजुर छोरीले सम्झेर भान्जाले सम्झिन्न भया कि त्यो नि दुःख लाग्छ दुःख त किन नलाग्ने छोराले हेर्लान् छोरीले हेर्लान् भनेर पानी पुरस्कारमा नहेर्ने कसलाई मन लाग्छ त फोन त गर्छन् नि कहिले कहिले यहीँ छन् नि के अर्को देश गएको भए पो यहीँ छन् नि हजुर दर्शकवृन्द हामी आजको श्रृङ्खलामा बागलुङदेखि बुर्तिवान पाती हाल्ने हुँदै हामी रुकुमका विभिन्न ठाउँमा घुमिरहेका छौँ यति बेला हामी तकसेरादेखि केही माथि बिर्कु भन्ने ठाउँमा आएका छौँ त्यहाँबाट लगभग आधा घन्टाको यो मोटरसाइकलको ड्राइभ पछाडि यो ठाउँमा आइएको छ निकै रमाइलो अझ कस्तो रहेछ भने यो गाउँमा त धेरै जात जातिहरू विशेष गरेर 7वटा जाति मगर बिक त्यसै गरेर छन्त्याल गुरुङ थकाली गरेर 7 जातिको बसोबास रहेछ यो गाउँ जुन गाउँ हामीले देखाएका छौँ यो गाउँमा चाहिँ 7 जातिको बसोबास रहेको छ अलिक फरक विषय वस्तुको हामीले कुराकानी गरेका छौँ स्थानीयहरू यहाँ सबै पिरामलका उयो नि किन आँसु आयो त हजुरको त रुनु मन लाग्यो छोराले सम्झेर बुहारीले सम्झिन्न हजुर छोरीले सम्झेर भान्जाले सम्झिन्न भया कि त्यो नि दुःख लाग्छ दुःख त किन नलाग्ने छोराले हेर्लान् छोरीले हेर्लान् भनेर पानी पुरस्कारमा नहेर्ने कसलाई मन लाग्छ त फोन त गर्छन् नि कहिले कहिले यहीँ छन् नि के अर्को देश गएको भए पो यहीँ छन् नि आमाको दुःख फेरि आइदिन्छ सम्पत्ति खेर्दिउँ सम्पत्ति गरिदिउँ भन्दैनन् बेचेर काम त पालेको सम्पत्ति चित लाग्छ बेच्नु सकिन्न बेचेर जाऊँ कि विदेशै पनि भन्छु मर्ने बेला विदेश गरे कमाइन सक्नु पर्यो मरौँभन्दा डर लाग्छ बाँचौँभन्दा गरी खानु सकिन्न अनि बुढा नि बुढा बुढा मऱ्यो भुटानतिर नुन लिन गयो कति वर्षपछि बुढा परेको बुढा मरेको अब यो माघ 2 वर्ष हुन्छ ए अहिले एक्लै बस्नुभएको छ एक्लै बस्छु छोरीमा के लाग्दैन जतिको छोरा पाएन जतिको बुहारी पाएन जति छोरी भन्छ पाए नि कोही लोक्तिनी हेर्नु भयो तिमीहरू पनि त्यस्तै होला भोलि पहिला कहाँ लड्छन् कि के गर्छन् कि भनेर हेरेको 3 भाइ छोरा एउटी छोरी आखिर एउटी एक्लै रहेछ होइन एक्लै छु छोरीले फोन गर्छ बेला बेला छोरी बेला बेलामा आन्छ उसबिल गाल गर्दा हो बाह्रै जान्छ के गर्ने त हुन्छ भनेपछि गाई दुहुनी छ कि छैन दुध दिन्छ कि दिँदैन छैन बा छैन दुने गाई त मऱ्यो नि अहिले 3 बछिली थियो 3 बछिली मऱ्यो यो तोकेउलो खेर्दै लग्छु कि अन्त उनीहरू पछि रोनै हान्छु कि आउँछ है तिमीहरू पनि तिमीहरूको आमा मऱ्यो आमा भन्न पाएनौ म पनि मेरो छोरा मऱ्यो कोही भन्न पाइनँ भन्दै रोनै हान्छु अब हिउँ पऱ्यो भने तल झार्नुहुन्छ नि तल जान्छन् हाम्रो तल जान्छ ए भनेपछि गाई पूजा गोरु पूजा सबै गर्नु भएन मान्छेसम्म त गर्नु पर्यो बाबु नि अर्काभन्दा मुनि किन हुने जसको मुनि पानी पस्यो उयो उची बस्यो मेरो बद्दा गर्छ मेरो बद्दा मर्यो गर्नु त पर्यो त पाल्याको लक्ष्मी खेर्नु नि पर्यो जतिसुकै जाऊ भन्नु सकिन्न साथी यही भयो माया सिको लाउँछ अब यतै हुन्छ ल नरुनुहोस् अब यतिको हुनुहुन्छ औषधि केही खानुहुन्न केही खान त पर्दैन नि म त अहिलेसम्म औषधि खान्न भत्ता त पाउनुहुन्छ डाक्टरको सिमेन्ट पान्न 2 पल्ट पाछु हो पहिला नागरिकता कम भएर पाइन अहिले नागरिकतामा पुगेर कम हालेँ पहिला पैसामा म तरुनी हुन्छु भने नागरिकता कम हालेँ अब वर्ष पुग्यो पाइएन 2 पल्ट पाछु हुन्छ ल
खुसी हुनुहुँदैछ नरुनुहोस् रोएर केही हुन्न रोड पानी नि होइन रोड आनी नि होइन तर मन रुन्छ मन त दुख्छ नि बाबु ल हुन्छ स्वस्थ हुनुहोस् यस्तै सबैभन्दा ठुलो रोग रहेछ रोग नभए कहिले नहेरे नि यसरी हिँड्न सक्नुहुन्छ खाँचो नि छैन कसै छोराले नहेरे खाँचो नि छैन छोरीले नहेरे खाँचो नि छैन भन्जाल नहेरे खाँचो नि छैन दाउरा लिएर पाल्छु रक्सी पार्छु गुर्कान्छु हुन्छ है ल ल हुन्छ हस् हजुर नमस्कार ल